यसरी भिडियो चाहिँ मैले खासै बनाउने गरेको छैन। यसरी भिडियो रेकर्ड गरेर आफ्नो फेस देखाएर चाहिँ मैले कहिले पनि बोलेको छैन। आज होलीको दिन हो, आज बिदा छ, त्यही भएर रुममै बसेर केही भिडियोहरू आफूले यो 4-5 वर्ष यता केही सिकेको कुराहरू चाहिँ हजुरहरूले सेयर गर्ने मन लाग्यो, मलाई भिडियो बनाउने मन लाग्यो, त्यही भएर चाहिँ मैले भिडियो बनाइरहेको छु। हजुरहरूको व्यवसाय सुरुवात गर्दै हुनुहुन्छ भने हजुरहरूलाई फाइनान्स र एकाउन्टेबिलिटीको बारेमा चाहिँ कतिको जानकारी छ, कतिको बुझ्नु भएको छ हैन? अनि मार्केटिङको बारेमा कतिको बुझ्नु भएको छ, टाइम म्यानेजमेन्टको बारेमा चाहिँ कतिको बुझ्नु भएको छ हजुरहरूले? यी कुराहरूमा चाहिँ हजुरहरूले एकदम ध्यान दिनुपर्ने हुन्छ। यो कुरा चाहिँ मैले भोगे अनुसार मेरो जीवनमा चाहिँ घटेको घटनाको आधारमा नै म बनाउँदै छु। मैले जुन कुराहरू भोगे हजुरहरूले पनि यो कुरा चाहिँ के मनन गर्नु होला भनेर नै मैले यो भिडियो बनाएको छु।